मर्निङ अब सुरु भयो के गर्दै नि कसको भाग लाग्यो यो के अरे काले थियो चम्रोको भातलाई आज होइन आज त्यसमा तपाईँ पनि है हो सबै युवाहरू हुनु पर्यो सातफुट भइरहेछ अब यहाँ बनाउने अब यहाँ रोस्ट फ्राई फ्रेन्च फ्राई ल हाम्रो भाउजू आज के हुँदैछ हाम्रो यहाँ समाचार बन्द हो नि के हुँदैछ लोसार कसको परिवारको ए चेलीबेटी खुलाउने दिन आज तयारी कस्तो हुँदैछ एकदम राम्रो हुँदैछ चक्काचक भन्छ भव्य रूपमा आज मामी हजुर के गर्दै हो हाम्रो आन्टी हो ल नमस्ते ल भव्य रूप यहाँ चम्रुको फलकको बजे आमाहरू सबै फोटो खिच्दा यहाँ बुहारीहरू पुरा हजुर अब आदिवासी जेलस होला यार ल फोटो सोटो हुन्छ ठिकै ल रेडी है फोटो सेसनहरू यता भाउजू गाइजहरू यता हजुर ल अब ल कहिले थिएँ चम्रोहरूको ल यहाँ फोटो सेसन ल ल खानपिन सुरु अब कहिले ज्वाइँ आउने छिटै जान्नुहोस् आज कोही कन्सर्ट जान्नुहोस् न कन्सर्ट गरेर जान्नुहोस् कन्सर्ट तल टुरिज्ममा के लिम्बू र अनि के श्रेष्ठ हाँस्थ्यो ल यो कार्यक्रम अब ठ्याक्क खाँदैछ सबै अब ए हाम्रो ग्याङहरू आयो यता ए खोइ नि सकुन ए यता पनि ए डाइट के डाइट यो हो नि त होइन आफूले हो ए यता फ्रेस के ओइ वहाँ सिधै माथि छ त वहाँ माथि ए हाम्रो ग्याङहरू के अरे यता ग्याङहरू सबै बैचो हो क्या हाम्रो बैचो ढोले बैचो हाम्रो ढोले बैचो यता आन्च्यो सरहरू र सबैलाई नबस्थे लो आन्च्यो हाम्रो छोरी लसुनपुरको आन्चो खाजाहरू है ल रोस्ट बदाम साँधेको आलु ब्राउन अचार ल हजुर ल मेरो बहिनी यता नमस्ते वेलकम टु अदित दाइको ब्लग आई एम क्रिस्टिना अदित दाइको बहिनी आज के हो त नि आज चाहिँ हाम्रो चम्रु खलकको कहाँको चम्रु पर्वत बुक्स काउले थेमे सिडनीको चम्रु तेरो आँखा हेर्दाखेरि नरहे नि रोया जस्तो भयो त नि मलाई एलर्जी भएको छ क्या ल रक्सीमा हाम्रो ग्याङहरू छ यता यहाँ चाहिँ मेरो भाउजू भाउजू नै हो भाउजू आन्च्यो चाहिँ घैँटो फुटोली हुँदैछ हाम्रो यता बैचो देवानन्द
टक्क आजको आयोजक यहाँ सर र अब सबै चेलीबेटीहरू रेडी हुँदैछ घैँटो फाल्ने। ल ओ यहीँ बसेँ अब हाम्रो बाउको ठुलो दिदी यहाँ सुरु हुँदैछ। रमाइलो के बैच फुटाल्दैन के बैच परेन सुरु भइसकेको छ अब 3-3 ल थमाइदियो अनि पाएन त्यस्तो गर्न पाएन है त त्यो साइडबाट कतिहरू चेक गर्न पाएन त्यस्तो गर्न पाएन है त बरु त्यस्तो गर्न पाएन सिधै आउनु पर्यो साइडले नानीको पाएन है फुपू ल है त ल फुपू तपाईँले ल है त ल ताली बजाइदिनु आज यहाँ घैँटो बुढाली भइरहेछ यो त हाम्रो फुपू हो हान्न ल ल यहाँ त ल त्यसरी होइन नि ओए एउटा खुर्सीको खुट्टा त्यतिको सारेर जा ए त्यो समात्दै होइन नो टचिङ आउट हुन्छ लकी गयो
मामी मामी नखेल्ने हो जित्नेले 1500 के 1500 त्यहाँ भनेको न जो पनि खेल्ने भनेर उमा दिदीले 1500 जित्यो उमा दिदीले क्या घैटो फोटालीमा ल प्राइस घट्छ दाइ मुभमेन्ट के मुभमेन्ट छिटो छिटो दाइ रनिङ पाएन उता जित्यो त ल ल घैटो फुटालेमा यहाँ दिदी उमा दिदी ल दाइ खाना सुरु भयो भनिदिनु अनि साथै अहिले खाना सुरु भएको छ तपाईँहरू खाना आएर खानु होला त प्लिज खाना सुरु भइसकेको छ अब त्यसपछि अब चेलीबेटीको नाच त्यसपछि खाना खाइसकेपछि चेलीबेटीको नाचगान सुरु हुन्छ प्लिज नाचगान गर्नु त छैन त्यहीँ पुग्छ त्यतिले परेन ल हाम्रो बैचो कालु बैचोको डान्स ल अब एन्डिङ डान्स प्रोग्राम